तपाईहरुमा यसो कनेक्ट हुँदछ नि तपाईहरुले यसो काम गर्नको निम्ति हाम्रो हात खुट्टा के हुन्छ अगाडि बढ्ने काम गर्दछ। त्यसैकारण त हामी हेर्छौँ भने पहिलो कोरिन्थी 15 को 58 पदले नि भन्दछ नि प्रभुमा गरेको परिश्रम के हुँदैन अरे व्यर्थ हुँदैन। जति तपाईहरुले नि प्रभुको लागि दिन्छौ काम गर्छौ हैन तपाईहरु मैले जे गर्छौ नि हाम्रो औकात अनुसार हामी जे गर्छौ नि हाम्रो सिप अनुसार हाम्रो वर्धन अनुसार हामी जे गरिरहेको हुन्छौँ नि त्यसो के हुँदैन अरे परिश्रम के हुँदैन अरे व्यर्थ हुँदैन। त्यसै कारण चाहिँ जो व्यक्ति नै यसोसँग कनेक्ट भइरहेको छ उसले यसोको लागि के गरौँ उसको मन तन जाने काम गर्दछ हो कि न हो। जब तपाईहरुमा यसोसँग कनेक्ट भइरहेको हुन्छ नि तपाईहरुमा मैले यसोको लागि नि के गर्नुपर्ने नि हाम्रो मगजमा आफै आउँछ किनकि हामी के भएछौँ यसोसँग के भएछौँ कनेक्ट भएको छ नि। जब तपाईहरु म जोडिँदछौँ नि उहाँको लागि हामी जे गर्न पनि हामी तयारी हुँदछौँ। हालेलुया। तपाईले यसोको लागि तपाईले भेटिदिनुहुन्छ दशंश दिनुहुन्छ तपाईले प्रभुको राज्यको लागि तपाईले मुठी खोल्नुहुन्छ हैन तपाईले पानी ल्याएर तपाईले विभिन्न कुरा प्रभुको राज्यको लागि दिनुहुन्छ तपाईले घरले सेवा राम्रो कुरा खिलाउँदिनुहुन्छ कसको लागि प्रभुको लागि। प्रभुको दासले खानु नि के हो प्रभुको दासले खानु नि प्रभुको लागि हो नि हो किन हो नि हैन जे गर्छौ नि त्यसमा के हुँदैन व्यर्थ हुँदैन। तपाईहरु मैले जे गरिरहेको हुन्छौ नि त्यसको तपाईहरु मैले के गर्छु उल्टे नै हामी के गर्छु तपाईहरु मैले छरे कुरालाई कटानी गर्नको निम्ति हामी जहिले पनि प्रभुले तपाईहरु मलाई अनुग्रह दिनु हुँदछ। आमेन हालेलुया। त्यसैकारण जो व्यक्ति यसोसँग जोडेको छैन उसले यसोको लागि हात बढाउँदैन खुट्टा बढाउँदैन उसले दिमाग चलाउँदैन किनकि ऊ जहिले पनि हुन्छ ऊ अपङ्ग भएको छ नि के भएको छ ऊ अपङ्ग भएको व्यक्ति के छ थाहा छ तपाईँ हेर्नुहोस् न उसको खुट्टा चल्छ न हात खुट्टा चल्छ। मैले भन्न खोजेको कुरा जब तपाईँ मेरो शरीर अपङ्ग हुँदछ नि तपाईँ म हलचल गर्नको निम्ति हामी सक्दिनौँ। ऊ आत्मिक क्षेत्रमा के हुन्छ अपङ्ग भएपछि नि उसले आफ्नो हात खुट्टा यसोको लागि चलाउँदैन। मैले वचन बोलिरहेको छु के गरेको छु मैले यसोको लागि गरिरहेको छु मेरो मुख चलाइरहेको छु कि छैन सुने मैले तपाईँले मलाई इनाम दियोस् कि नदियोस् तर पनि मैले प्रभुको लागि गरेको छु प्रभुले अवश्य नै यो इनाम पनि दिनुहुन्छ। आमेन। त्यसै कारण चाहिँ जब तपाईँहरूमा यसोसँग कनेक्ट भइरहेको हुन्छ भने तपाईँहरू मेरो हात खुट्टा पनि प्रभुको लागि अगाडि बढ्ने काम गर्दछ। तर धेरैचोटि शैतानले तपाईँहरू मलाई हात खुट्टा चलाउन दिँदैन। आज सेवा छ नजान किनकि प्रभुको उपस्थितिमा के छ छुटकारा छ प्रभुको उपस्थितिमा के छ आनन्द छ। प्रभुको वचन सुन्दै गर्दा तपाईहरु मैले के गरिरहेको छु आफूलाई भेटाइरहेको हुँदछ। आमेन। किनकि प्रभुको वचन के भन्दा नि ऐना पनि हो है। तपाईहरु मैले पढ्दै गर्दाखेरि नि तपाईहरु मेरो पापहरू नि यो वचनले के गर्छ धुने काम गर्दछ। जब तपाईहरु मैले वचन पढिरहन्छु नि तपाईहरु मेरो अस्तित्व नि छर्लङ्गै प्रभुको वचनले देखाइदिने काम गर्दछ किनकि प्रभुको वचन के पनि हो ऐना। तर धेरैजना व्यक्तिले प्रभुको वचनलाई ऐना नसम्झेको कारण चाहिँ नि अनि प्रभुको दासले वचन बोलिरहेको हुँदछ अनि मलाई नै भन्थे वास्तवमा के हो प्रभुको वचन पनि ऐना हो। हालेलुया। मलाई थाहा छैन तपाईँ के गर्नुहुन्छ कसो गर्नुहुन्छ मसँग तपाईँको भेट कहिले हुन्छ हप्तामा एक दिन हो कि न हो न म तपाईँको घरमा गएर च्याउँछु खुल्ले के गर्दैछ होइन के गर्दैछ मलाई थाहा हुन्छ हुँदैन नि होइन सीमित तपाईँलाई र प्रभुलाई मात्रै थाहा हुन्छ। अनि मैले जब वचन बोलिरहेको हुन्छु अनि तपाईँलाई मलाई लाग्दैछ भने तपाईँलाई मैले बुझ्नुपर्दछ कि के रहेछ प्रभुको वचन चाहिँ ऐना रहेछ र मलाई चाहिँ प्रभुको वचनले के रहेछ छर्लङ्गे पार्दै रहेछ तपाईँलाई मैले बुझ्नु पर्दछ। तर जो व्यक्तिले प्रभुको वचनलाई ऐनाको रूपमा लिँदैन नि तब के गर्छ भने नि उसले के गर्छ आफूलाई के रहेछ चोट पार्ने काम गर्छ आफ्नो हृदयलाई व्याकुल बनाएका नि अनि प्रभुलाई दोस्याउने काम मात्र गर्दछ। त्यसै कारण त मैले तपाईँलाई अस्ति पनि बताउँदै थिएँ कि यो र 12 को 24 पदमा गाउँको दाना माटोमा परेर मरेन भने के हुन्छ अरे त्यो एउटै रहन्छ तर त्यो मऱ्यो भने त्यसले धेरै फल फलाउँछ। आज क्रिस्चियनहरू चाहिँ यीशुमा पुरानो जीवनलाई पुरानो मनुष्यलाई पुरानो जीवनशैलीलाई क्रिस्टमा नमारेको कारण चाहिँ नि आज फल छैन। के छैन फल छैन। उसको हाँगा के भएको छ सुकेको छ अनि सुकेपछि के हुन्छ फल लाग्छ हाँगा सुक्यो भने फल लाग्दैन नि नलागेपछि के गर्छ अरूले देख्दा पनि त्यो व्यक्तिलाई के देख्छ थाहा छ अरूले त्यो व्यक्तिलाई देख्दा पनि उसको अरूले त्यो व्यक्तिलाई देख्दाखेरि के हुन्छ
चोट मात्र पाउने काम गर्छ, किनकि उसको हाँगा के भएको छ, सुकेको छ। सुकेपछि फल नभएपछि के हुन्छ, अनि अरूले त फललाई पाउँदैन, अनि उसको हृदय के हुन्छ, चोट पार्न मात्र हो। कहिलेकाहीँ नि म पनि यसो हेर्छु हाम्रो चर्चको विश्वासीलाई, अनि यसो हेर्छु फल नदेख्दाखेरि चाहिँ मेरो हृदय चोट पारिरहेको हुन्छ। अनि मैले सोचिरहेको हुन्छु के रहेछ, मैले त्यो काम चाहिँ मूर्ख काम मात्रै गरिरहेको रहेछु। किनकि जब सुकेको हाँगा छ भने नि त्यहाँ के हुँदैन, फल लाग्दैन। तर मैले यदि मैले चाहिँ अपेक्षा गर्छु भने के छु, मैले हृदयलाई चोट पार्न मात्र बेकारको हो। त्यसै कारण चाहिँ सुकेको हाँगामा के लाग्दैन अरे, फल लाग्दैन। जब तपाईँ र म नि यसमा कनेक्ट हुँदैन नि, हाम्रो हाँगाहरू नि सुक्ने काम गर्छ। हाम्रो क्षेत्रहरू सुन्नुहोस् है, हाम्रो क्षेत्रहरू नि आत्मिक जीवनको क्षेत्रहरूमा नि गर्नुपर्ने कुराहरूमा नि के गर्छ, तपाईँ र मेरो चाहिँ सुक्ने काम गर्छ। सुकेपछि के हुन्छ, फल पाउँदैन, अनि मान्छेले हेर्दा पनि के गर्छ, चोट मात्र पाउने काम गर्दछ। त्यसै कारण चाहिँ जब तपाईँ र म चाहिँ क्रिस्टमा पुरानो मनुष्यलाई मार्छु भने चाहिँ तपाईँ र मेरो जीवनबाट नि फललाई पाउने काम गर्छ। अनि मानिसले त्यो फललाई पाउँदै गर्दा नि उनीहरूले चाख्दै गर्दाखेरि नि के पाउँछ, उनीहरूले आशिषलाई महसुस गर्दछ। आमेन। तपाईँ र म जब चाहिँ क्रिस्टमा तपाईँ मेरो पुरानो मनुष्यलाई, पुरानो जीवनलाई मार्न सुरु गर्छौ नि, तब मात्र के गर्छ, नयाँ टुसाहरू नि, आशिषको टुसाहरू, चङ्गाइको टुसाहरू, समृद्धिको टुसाहरू, होइन, शान्तिको टुसाहरू, आनन्दको टुसाहरू के गर्छ, जुरुरुरु के गर्छ, उम्रिने काम गर्दछ। शैतान जहिले पनि कपी गर्ने काम गर्छ। अहिले हामी हेर्छौँ भने संसारमा पनि हामी हेरौँ होइन, राम्रो राम्रो कुराको पनि के छ, कपी छ। अहिले एडिडास लुगाको पनि के छ, कपी तपाईँले पाउनुहुन्छ होइन। एसियन कन्ट्रीमा तपाईँले नाइकीको त तपाईँले के पाउनुहुन्छ, तपाईँले डुप्लिकेट कुराहरूलाई पाउनुहुन्छ। तपाईँले अहिले हेर्नुहोस् त राम्रो राम्रो ब्रान्डको कुराहरूको नि, तपाईँ गुची ब्याग होस्, तपाईँले लुइस भुटान ब्यागको होस्, तपाईँ रोलेक्स घडीको विभिन्न कुराको नि अहिले तपाईँले के पाउनुहुन्छ, डुप्लिकेट पनि तपाईँले पाउनुहुन्छ। त्यसरी नै आज पनि नि जो व्यक्ति चाहिँ नि क्रिस्टमा गाडेको छैन नि, क्रिस्टसँगको सम्बन्ध छैन भने नि ऊ के भएको छ, डुप्लिकेट क्रिस्चियन मात्रै। कस्तो क्रिस्चियन, डुप्लिकेट, कपी क्रिस्चियन। ओरिजिनल क्रिस्चियन हुँदैन। ओरिजिनल क्रिस्चियनमा के पाउँछ, फललाई पाउँछ, ब्रान्ड कुरालाई पाउँछ। उसले यीशुको नेचर उसमा पाउने काम गर्दछ। तर डुप्लिकेट क्रिस्चियनमा के पाउने काम गर्छ, एक्टिङ भएको कारणले कुराहरू मात्रै पाउने काम गर्दछ। किनकि अहिले हामी हेर्छु भने जे कुरा तपाईँले मैले के लागेको छु भन्दा, मैले नाइकीको मैले लुगा लागेको छु भने डुप्लिकेट म नाइकी छिट्टो के गर्छु, चिन्छु। एडिडास लुगा मैले ब्रान्ड लागेको छु भने, ओरिजिनल लागेको छु भने मैले डुप्लिकेट छिट्टो चिन्ने काम गर्छु कि गर्दिनँ, गर्छु। मैले जे कुरा ओरिजिनल लागेको छु नि छिट्टोभन्दा छिट्टो चिन्ने काम गर्छु। जब तपाईँ र म यसमा कनेक्ट भइरहेको हुन्छु नि, तपाईँ र म यसको समय भएर तपाईँ र म ओरिजिनल क्रिस्चियन बनिरहेको हुन्छु। तर यसमा कनेक्ट भएको छैन भने नि तपाईँ र म डुप्लिकेट क्रिस्चियन बन्न सकिरहेको हुँदछु। अनि तपाईँ र मैले आजको दिन तपाईँ र मैले प्रश्न गरेँ कि तपाईँ र म चाहिँ ओरिजिनल क्रिस्चियन हो कि डुप्लिकेट क्रिस्चियन हो, प्रश्न गरौँ। अनि अर्को कुरा चाहिँ जो चाहिँ यससँग जोडेको छ नि, उसले नै यसुसँग के गर्छ, उसको जीवन यसुमा उसले आफ्नो जीवन बिताउँदछ, लिभ इन जिजस। जो व्यक्ति यसुसँग जोडेको छ नि, उसले के गर्छ भन्दा नि यसुमा उसले आफ्नो जीवन व्यापित गर्दछ। तपाईँ र म क्रिस्चियन हुनु चाहिँ ठुलो कुरो रहेन रहेछ। तपाईँ र म चाहिँ नि यीशुको लागि जीवन जिउनु चाहिँ के रहेछ, ठुलो कुरो रहेछ कि रहेन रहेछ नि। बाइबलले भन्दैछ जसरी क्रिस्टलाई तिमीहरूले ग्रहण गर्यौ, जसरी क्रिस्टलाई तिमीले ग्रहण गर्यौ नि, त्यसरी उहाँ पनि जीवन बिताउ। क्रिस्टमा जीवन बिताउनु नि धेरै गाह्रो छ, कठिनाइ छ। किनकि हामी फराकिलो बाटोमा होइन, हामी साँघुरो बाटोमा हिँडेको। बच्चालाई पढ्दिनँ भने नि तपाईँ र मैले स्वस्थ तरिकाले क्रिस्टमा जीवन बिताउन हामी सक्दै पनि सक्दैनौँ। किनकि मैले तपाईँलाई बताउँदै थिएँ कि प्रभुको वचन के हो, ऐना हो, छर्लङ्गै पारिदिन्छ है। तपाईँ र म को हो, के गर्दैछु, वचन पढ्दै गएपछि नि हामीलाई छर्लङ्ग स्पष्टीकरण तपाईँ र मलाई बताउने काम गर्दछ। डिएल मोडीले भन्दछ नि कि बाइबलले नि तपाईँ र मलाई पापबाट टाढा राख्छ अरे, कि पापले के गर्छ अरे, बाइबलबाट टाढा राख्छ अरे। परमेश्वरलाई पाप मनपर्छ, मन पर्दैन। पाप मन नपरेको कारण त आफ्नो एकलौटा पुत्र तपाईँ पापको लागि नै उहाँले के गर्नु, आफ्नो एकलौटा पुत्रलाई पाप बनाउनु, किनकि तपाईँ र मलाई धर्मी बनाउनको निम्ति। आमेन। अनि हामी हेर्दै गयो भने दाउदले भन्छ कि तपाईँको विरुद्धमा पाप नगरौँ भनेर
तपाईँको वचन भनेको छ परमेश्वरको वचनलाई के गरेको छु मेरो हृदयमा सुरक्षित राखेको छु। आज तपाईँ र मेरो हृदयमा के सुरक्षित राखिरहेको छु तपाईँ र मैले सोध्छु। किनकि यहाँ दाउदले त मजाको कुरा भन्नुहुन्छ कि तपाईँको विरुद्धमा प्रभु तपाईँको विरुद्धमा पाप नगरौँ भनेर मैले के गरेको छु अरे वचन सुरक्षित राखेको छु। अनि हामीले वचन किन सुरक्षित राख्नुपर्छ, किन तपाईँ र मैले बाइबल पढ्नु पर्दो रहेछ भन्दा नि तपाईँ र म पापबाट बाँच्नका लागि पनि रहेछ। किनकि मैले तपाईँलाई अघि नै भने नि हाम्रो हरेक स्टेपमा के छ परीक्षा छ। तपाईँ र मलाई परमेश्वरले नि पप्पिक रूपमा चलाउनका लागि नि चलाए तापनि नि तपाईँ र मलाई शैतानले के गर्छ अरे गोप्य रूपमा नै तपाईँ र मलाई शैतानले बारम्बार के गरिरहेको हुन्छ आक्रमण गर्दछ अरे। अनि त्यो आक्रमणबाट बाँच्नका लागि पनि तपाईँ र मैले वचनलाई हाम्रो हृदयमा राख्नु पर्दछ। हालेलुया। आज मान्छेलाई प्रभुले मजाले चलाइरहेको हुन्छ हो कि न हो, उसलाई मजाले प्रभुले एकदम धेरै उसलाई प्रभुले आफ्नो राज्यको लागि एकदम मजाले चलाइरहेको हुन्छ, ऊ एकदम धेरै प्रभुमा मौलाइरहेको हुँदछ। तर नि ऊ गोप्य कुरामा नि सुनिन्छ गुप्त ठाउँमा नि ऊ चुकेको कारण चाहिँ नि शैतानले उसलाई आक्रमण गरेर ऊ चुकेको कारण चाहिँ नि धेरैचोटि के गर्छ असफलता हुने काम गरेको छ। दाउदलाई कति धेरै प्रभुले चलाएको हो कि न हो, किनकि दाउदलाई प्रभुले चलाएको कारण त 9 फुट गोरेतलाई पनि के गर्ने काम गर्यो, उसले त्यो लडाइँलाई पनि उसले के जित्ने काम गर्यो होइन, उसले ढाल्न सफल बन्यो। भन्नुको तात्पर्य उनीहरूले के गर्ने काम गर्यो, त्यो गोलेतलाई पनि दाउदको जीवनबाट गोलेतलाई पनि लडाउन ऊ के भन्ने काम गर्यो, प्रभुले साथ दिने काम गर्यो। तर हामी हेर्दै गयो भने दाउद फेरि के गर्छ पापमा लड्ने काम गरेको छ। किनकि दाउदलाई पनि के गर्यो शैतानले आक्रमण गरेपछि पापमा लडेपछि हामी हेर्दै गयो भने उसको 4 पुस्तासम्म के छ पापले पछ्याइरहने काम गरेको छ, पछ्याइरहने काम गरेको छ। त्यसै कारण हाम्रो पापलाई नि हामी काटिरहनु पर्दछ। यीशु तपाईँ मेरो निम्ति नि श्रापको निम्ति उहाँ पनि मर्नु भयो, तर पनि तपाईँ त्यो श्रापलाई तपाईँ उहाँको रगतले काटिरहनु पर्दछ। त्यसै कारण चाहिँ बाउ आमा जतिजना हुनुहुन्छ हामीले के गर्नुहुन्छ आफ्नो श्रापलाई नि पुर्खौली श्रापलाई जहिले पनि हामी यीशुको रगतले काटिरहनुपर्छ। जब काट्छौँ नि हाम्रो पुस्ता के हुन्छ मौलाउँदै जाने काम गर्दछ। हालेलुया। यीशुको कारण तपाईँ पापबाट छुटकारा भएको छु, के गर्नको निम्ति होइन पाप गर्नको निम्ति होइन। डिएमबीले तपाईँहरूमा ड्राइभर लाइसेन्स दिन्छ, किन दिन्छ तपाईँहरूमा पास भएपछि किन दिन्छ, राम्रो तरिकाले उसले गाडीलाई राम्रो तरिकाले सञ्चालन गरोस् हो कि न हो, होइन उसले आफ्नो सुविधालाई ल्याओस् हो कि न हो, गाडी कुदाएर राम्रो सुविधालाई ल्याओस् हो कि न हो। तपाईँहरूमा केयरलेस तरिकाले ड्राइभ गर्नको लागि तपाईँहरूलाई ड्राइभर लाइसेन्स दिन्छ दिँदैन। यदि तपाईँहरूमा अरे केयरलेस तरिकाले ड्राइभ गर्छु भने हाम्रो के हुन्छ लाइसेन्स पनि के हुन्छ सस्पेन्ड हुन्छ होइन। यीशु तपाईँ र मेरो निम्ति श्राप बनाउनु भयो, पाप बनाउनु भयो, अनि तपाईँ र मलाई धरी बनाउनु भएको छ। अब तपाईँ र म श्रापबाट पापबाट छुटकारा भएको छु भने नि अब तपाईँ र म के को लागि भन नि पाप गर्नको निम्ति होइन, तपाईँ र म पवित्र र धार्मिकतामा डोरिनका निम्ति। हालेलुया। परमेश्वरलाई मन नपर्ने कुरा चाहिँ के हो भन्दा एउटा पाप अरे। तपाईँ र मैले पाप गर्छु भने चाहिँ तपाईँ र मैले शैतानलाई के गरिरहेको छु कन्ट्र्याक्ट गरिरहेको हुन्छ अरे। मेरो जीवनमा चाहिँ अब मेरो जीवन चाहिँ अब तेरो भए प्रभुको होइन तेरो भए भन्नु चाहिँ हो अरे। त्यसै कारण चाहिँ हामीले कुरा बुझ्नु पर्दछ कि तपाईँ र मलाई परमेश्वरले पापबाट छुटकारा गर्नुभयो के को लागि, तपाईँ र मलाई पाप गर्नको निम्ति उहाँसँग जीवन बिताउनको लागि, क्रिस्टमा तपाईँ र मलाई जीवन बिताउनको लागि। यदि परमेश्वरलाई पाप मन परेको भए भने किन उहाँले एकलौटो पुत्र पठाउनु हुन्थ्यो होला हो कि न हो। किनकि उहाँले एउटै मात्रै कारणले तपाईँ र मलाई यीशु दिनुभयो, किनकि पापलाई उहाँले घृणा गर्नुभएको कारणले। अनि परमेश्वरले नि पाप चाहिँ जहिले पनि के गर्नुहुन्छ अरे घृणा गर्नुहुन्छ। यीशुले गर्नुभएको सेक्रिफाइसलाई बुझ्दैन नि ऊ पापमा बारम्बार लड्ने काम गर्छ। यीशु हाम्रो लागि स्वर्ग छोडेर पृथ्वीमा आउनुभयो, अनि तपाईँ मेरो पापको लागि के गर्नुभयो क्रुसमा प्राण अर्पण गर्नुभयो हो कि न हो। तर आज हेर्नुहोस् त यीशुले स्वर्ग छोडेर तपाईँ मेरो पापको लागि आयो, तर तपाईँ र मैले यीशुको लागि आज हामी सुर्ती छोड्नु सक्दैनौँ, पुरानो स्वभाव छोड्नु सक्दैनौँ होइन, पुरानो जीवन छोड्न सक्दैनौँ होइन, तपाईँ र मैले अनैतिक काम गर्न छोड्दिनौँ, तपाईँ र मैले जबरजस्ती खाना छोड्दिनौँ, सिगरेट खाना छोड्दिनौँ भने हामी कतिको निज व्यक्ति रहेछौँ। यीशुले स्वर्ग छोड्नुभयो तपाईँ र निम्ति भनेर नि तपाईँ र मैले यीशुको लागि आफ्नो जीवन यो जीवन चाहिँ के यीशुलाई नजिउने प्रश्न गरौँ।
अनि यदि तपाईँ र मैले यीशुको लागि जीवन जिउन सकिरहेको छैन भने नि तपाईँ र मैले राइट तरिकाले नै यीशुसँग हामी कनेक्ट छैनौँ। यीशुको सम्बन्धमा नि तपाईँ र मेरो के भन्छ गडबडी भइरहेको छ। त्यसै कारण तपाईँ र मैले मण्डली आजको दिन सोच्छु कि तपाईँ र मैले कस्तो तरिकाले जिइरहेको छौँ, कस्तो तरिकाले हामी हिँडिरहेको छौँ। के यीशुको लागि यीशुले तपाईँ र मेरो निम्ति स्वर्ग छोड्नु भयो भने के तपाईँ र मैले यीशुको लागि नै पुरानो मनुष्य पुरानो जीवन छोडिरहेको छु? प्रश्न गर्नु। यदि छोडिरहेको छ भने प्रभुलाई भने प्रभु म पश्चातापको साथ म तपाईँको उपस्थितिमा आइकन म रिटर्न ब्याक हुन चाहन्छु। प्रभुलाई भन्नुहोस्, प्रभुले तपाईँलाई के गर्नुहुन्छ? अनुग्रह गर्नुहुन्छ। आमेन।